चाइनाबाट मलाई 50 देखि 60 हजारको सामान इम्पोर्ट गर्दा कति कस्ट लाग्छ त? चाइनाबाट सामान इम्पोर्ट गर्दा कति अमाउन्टको सामान भन्दा पनि सामान के हो, कति क्वान्टिटीको छ र भोल्युम वेट कति छ सँग सरोकार हुन्छ। यदि कसैले सामानको अमाउन्टको भरमा इम्पोर्ट कस्ट दिन्छ भने त्यो जेन्युइन हुँदैन। जस्तै उदाहरणको लागि तपाईले 50,000 बराबरको लुगाहरू इम्पोर्ट गर्न खोज्नु भएको हो भने त्यसमा कति पिस कुन लुगा छ, साइजेसहरू कति छ र ओभरअल साइज र भोल्युम वेट चाहिन्छ। यो सुन्दाखेरि अलिक झन्झटिलो सुनिन सक्ला, तर यो डिटेल्सहरू तपाईले अर्डर कन्फर्म गर्नु भएपछि तपाईको सेलरले तपाईलाई सबै डिटेल्स भएको प्याकिङ लिस्ट प्रोभाइड गरिदिनेछ, जुन तपाईले फर्दर हामीलाई फरवर्ड गरिदिनु भएपछि हामी तपाईलाई त्यो सामानको एक्ज्याक्ट इम्पोर्ट कस्ट कति लाग्छ भनेर प्रोभाइड गरिदिन्छौँ र जुन प्याकिङ लिस्टको आधारमा हामीले रेट दिएको हो, यदि त्यो प्याकिङ लिस्टमा भएको सामानमा केही फरक परेन भने हामीले दिएको कस्टमा 1 रुपैयाँ पनि फरक पर्दैन। सो अबदेखि अमाउन्ट भन्दा पनि सामानको डिटेल्स दिएर रेटको बारेमा बुझ्नु भयो भने तपाईलाई रेट छिटो आउने हुन्छ। र अहिले चाइनामा न्यू इयर सुरु हुन लागेको छ। यदि तपाईले अहिलेबाट अर्डर प्रोसेस गर्नु भएन भने तपाईको सामान आउनलाई अझै 1 महिना भन्दा बढी लाग्न सक्छ। त्यसैले अहिले नै सामानको डिटेल्सहरू हामीलाई सेन्ड गरी प्रोसेस स्टार्ट गरिहाल्नुहोस्। अनि थप जानकारीको लागि हामीलाई यो नम्बरमा कल, मेसेज वा काठमाडौँको धुम्मा राईमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।